मलाई उहाँले मैले बुझेर आएको विजय भाइ र हामी सबैजनालाई म अर्का बात कसरी बुझेको भने प्रकृति संस्कृति प्रविधि यो तीनवटा मध्येमा हामीले धेरै लम्ब्याउन नै 10 दिनमा पनि सकिँदैन तर प्राकृतिकलाई उहाँले मान्ने प्राकृतिक भन्नुको अर्थ भनेको उहाँले प्राकृतिकलाई मान्ने उहाँको समर्थकले प्राकृतिक मान्नै पर्ने र संस्कृति अब कोही क्रिस्चियन छौँ कोही हिन्दू छौँ कोही बुद्धिस्ट छौँ कोही चाहिँ भनौँ भने आफ्नो किराँत धर्ममा छ होइन कोही इस्लामै होला उसले संस्कृति मान्नु पायो आफ्नो जसको जे संस्कृति छ त्यो मान्न पायो संस्कार मान्नु पायो उहाँको भनाइ मैले बुझेको छु त्यसरी है कसरी कसरी सबैले बुझ्नु भएको छ त्यसरी मान्नु पाउनु छ प्रविधि भनेको त अब हामी त यी मोबाइल चलाइराखेका छौँ उहाँ कहाँको सामसुङ चलाएको छौँ कि कहाँको चाहिँ ओप्पो चलाएको छौँ कि एउटा साइकल किन्नु पर्यो साइकल चलाउनु पर्यो भने हामी चाहिँ वहाँ इन्डियाको साइकल चलाउनु पर्छ हाम्रो देशमा इन्डियाको आउँछ तर प्रविधि भनेको चाहिँ अब विकासका पूर्वाधारहरू हाम्रो आफ्नै देशमा बन्नुपर्छ र चाहिँ अब यसमा कुरा गर्दै लाँदाखेरि अब स्कुलमा किन 3 दिन काम लगाउने 3 दिन चाहिँ स्कुल पढाउने अहिलेको स्कुलेले भनेको साँच्चै भनौँ भनेदेखि पढ्नु भनेर पढ्यो निवेदन लेख भनेर भन्यो भने यी गर्ने मान्छेलाई निवेदन लेख्न आउँदैन त्यो प्रविधि नभएर नै हो नि प्र्याक्टिकल छैन उहाँले 3 दिन चाहिँ प्र्याक्टिकल गराउने 3 दिन चाहिँ स्कुल पढाउने 10 क्लाससम्म पढ्दाखेरि आफूले लुगा धुन सक्ने आफूले चाहिँ भनौँ खानपिन बनाउन सक्ने आफ्नो कपडा आफैले सिलाउन सक्ने यतिको योग्य बनाउँछु भनेर भन्ने ती कलाहरू चाहिँ प्रविधिमा पर्यो क्या त्यो पढेर अब +2 गर्दाखेरि ऊ चाहिँ भनेको क्लियर गर +2 उसले चाहिँ सैनिक तालिम 6 महिना नगरिकन ब्याचलर पढ्न जान नपाउने यो प्रविधिभित्रमा पर्यो यी कुराहरूले गर्दाखेरि चाहिँ मलाई अति नै म भावुक भएँ क्या हिजो हामीले घरमा पढाउनु पर्थ्यो घरमा सिकाउनु पर्थ्यो अब स्कुलले नै सिकाउने भयो प्रविधि भनेको हर्क साम्पाङज्यूको नेतृत्वमा हामी बस्यौँ भने संस्कृति पनि मान्नु पाइयो प्राकृति पनि मान्नु पाइयो प्रविधि पनि यही नै हुने भयो भन्ने आशाले चाहिँ पसेको मैले बुझेको चाहिँ त्यसरी है कसले कसरी बुझ्नु भएको धन्यवाद है लोकसभा दाजुलाई पनि धन्यवाद